मोरङको बेलबारी नगरपालिका भित्रका 5 वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेशनरी र स्वास्थ्य सामग्री वितरण गरिएको छ। एकीकृत हातेमालो समाज नेपालको विशेष पहलमा र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट, अलिबाबा फिलान्थ्रोपी र न्यू लाइट फाउन्डेसनको सहयोगमा सो सामग्री वितरण गरिएको हो। एकीकृत हातेमालो समाज नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीको पहलमा बेलबारी भित्रका बेलबारी 3 को भगवती मावि, बेलबारी 1 को जनता मावि र शहीद स्मृति आवि, बेलबारी 5 को जनता आवि र बेलबारी 6 को वीरेन्द्र आविमा अध्ययनरत करिब 1200 जना भन्दा बढी विद्यार्थीहरूलाई पढाइप्रति प्रोत्साहन गर्ने उद्देश्यले ती सामग्रीहरू प्रदान गरिएको चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कर्मचारी कविक कुमार नेपालीले जानकारी दिए। वितरण गरिएका सामग्रीहरूमा गुणस्तरीय स्कुल ब्याग, कापी, कलम लगायतका स्टेशनरी सेट र व्यक्तिगत सरसफाइका लागि आवश्यक हाइजेनिक सामग्रीहरू, साबुन, ब्रस, मञ्जन आदि उपलब्ध रहेको चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कर्मचारी नेपालीले बताए। अहिले चाहिँ हामीले यो बेलबारी नगरपालिका अनि त्यसपछि यता अर्को सँगैको नगरपालिका बुढीगङ्गा नगरपालिकामा चाहिँ दुईटा नगरपालिका चाहिँ मोरङको दुईटा नगरपालिकामा चाहिँ हामीले यता बेलबारीमा चाहिँ 5 वटा विद्यालय लगभग 1085 को हाराहारीमा हामीले यहाँ बाँडेका थियौँ अनि त्यसै गरेर उता हाम्रो बुढीगङ्गा गाउँपालिकामा चाहिँ लगभग 2100 को हाराहारीमा हामीले स्कुल ब्याग, स्टेसनरी सामग्रीहरू वितरण गरिसकेका छौँ। यहाँको विद्यार्थीहरूको एक्साइटमेन्ट, यहाँको विद्यार्थीहरूको जुन त्यो सामान प्राप्त गरिसकेपछिको एक्सप्रेसन एकदमै राम्रो छ। यहाँको विद्यार्थीहरू चाहिँ एकदम राम्रा विद्यार्थीहरू, राम्रो पढ्ने विद्यार्थीहरूलाई चाहिँ उनीहरूको शैक्षिक सामग्री पाइसकेपछि तिनीहरूको त्यो सामग्रीहरूलाई प्रयोग गर्नको लागि उनीहरू एकदमै एक्साइटेड छन्। वा त्यो सामग्रीहरूले चाहिँ सदुपयोग गरिकन उनीहरूको शैक्षिक स्तरले चाहिँ अझ उन्नति गरोस् भन्ने हेतुले हामीले यो सामग्रीहरू वितरण गरेका छौँ। विशेष गरेर हाम्रो चाहिँ दुईटा कलरको छ। एउटा चाहिँ निलो कलरको केटाहरूको लागि अनि रातो कलरको केटीहरूको लागि छ। अनि हामीले चाहिँ दुईटा पार्टमा छुट्टाएका छौँ। एउटा एजुकेसनको पार्टमा अनि अर्को चाहिँ हेल्थ प्याकको रूपमा छुट्टाएका छौँ। हेल्थ एजुकेसनको पार्टमा चाहिँ हामीले कपी अनि त्यसपछि पेन्सिल, डट पेन अनि त्यसपछि कलर बक्स, स्केल अनि त्यसपछि ज्योमेट्री बक्स अनि कलर 68 वटावालाको कलर बक्स त्यो चाहिँ एकदमै बच्चाहरूले मन पराएको सामग्रीहरूमा पर्छ र हामीले त्यो वितरण गरेका छौँ। अनि त्यसै गरी हामीले बच्चाहरूले हेल्दी रहनको लागि हेल्थ प्याक जस्तै बिहान उठ्नासाथ हामीले प्रयोग गर्नको लागि दाँत माझ्नको लागि मञ्जन, पेस्ट अनि त्यसै गरेर साबुन अनि रुमाल अनि मास्क, ह्यान्डी प्लस्ट यी सामग्रीहरू चाहिँ हामीले बच्चाहरूलाई वितरण गरेका छौँ ताकि उहाँहरूको शैक्षिक स्तर अनि स्वास्थ्य स्तर सबैमा चाहिँ राम्रो होस् भनेर चाहिँ हामीले त्यो सामग्रीहरू वितरण गरेका हौँ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा पहुँच पुर्याउन र उनीहरूको उज्जवल भविष्यका लागि सो सहयोग महत्त्वपूर्ण साबित हुने एकीकृत हातेमालो समाज नेपाल बेलबारी 7 की शाखा प्रमुख तुलसा गिरी भट्टराईले बताइन्। ग्रामीण क्षेत्रका विपन्न तथा न्यून आय भएका परिवारका बालबालिकाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख भट्टराईले बताइन्। वितरण कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर उपप्रमुख नितु थापा कोइरालाले यी सामग्रीहरूको सही सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरिन्। यो ब्याग कहाँबाट आयो, कसरी आयो भनेर जानकारी दिइसक्नु भएको छ। तपाईहरुलाई चाइना फाउन्डेसनले यो चाहिँ चाइना
तपाईँहरूलाई गिफ्ट आएको हो। गिफ्ट तपाईँहरूलाई मलाई लाग्छ अवश्य नै मन पर्यो होला र गिफ्ट भन्ने कुरा ठुलो नभए पनि सानो भए पनि त्यो एकदम महत्त्वपूर्ण हुन्छ र तपाईँहरूलाई एकदमै आवश्यक पर्ने सामग्रीहरू छ। तपाईँहरूले राम्रो तरिकाले सदुपयोग गर्नुहुन्छ भन्ने मलाई विश्वास छ, किनकि हामीले यो सामग्री ल्याउनको लागि पहल गरेर निकै पहल गरेर ल्याएका छौँ। यसलाई चाहिँ व्यवस्था नगर्नु होला, राम्ररी युज गर्नु होला। तपाईँहरूलाई पढ्नको लागि मैले धेरै सपोर्ट गर्नु छ। एकीकृत हातेमालो समाज नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वयनमा यस्ता सेवामूलक कार्य गर्दै आएको छ। आगामी दिनमा पनि बेलबारीका अन्य विद्यालय र विद्यार्थीहरूलाई समेट्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ।